एउटा कुरा के भन्छु भने सुकुम्बासीको समस्या यति ठुलो समस्या हो। म भालेनजीलाई के भन्छु भने तपाई त एसी रुममा बस्नुहुन्छ, तपाईको घर छ, तपाई जमिनदारको छोरो, इन्जिनियर पढ्नुभयो, एसीमा बसेर दारू खानुहुन्छ तपाई, अनि स्टाटस लेख्नुहुन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ। त्यो गर्दा गर्दै अहिले तपाई केही गर्न नसकेर तपाईको जम्मा भत्काउने काम मात्रै हो र गरिबलाई लखेट्ने काम मात्रै हो। एउटा गरिबको छोरो, एउटा गरिबकी छोरी हेर्नुहोस् है, गरिब खान्छु भनेर गरिबको के हुन्छ? गरिबको घर पनि हुँदैन, जग्गा पनि हुँदैन। कि खोला डिलमा बस्नु पर्यो कि सडकका फुटपाथमा बस्नु पर्यो र यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, यसो मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईँ लगायतको टिमले शहरलाई राम्रो बनाउने काममा सबै लात हानेर खेद्नुभयो। आज 2 लाख परिवारले काठमाडौँका फुटपाथमा व्यापार व्यवसाय गरेर गुजारा गरेका थिए। आज ती मान्छेलाई कहाँ पुर्याउनु भयो तपाईले? शहर त तपाईको सुन्दर, खोइ के सुन्दर भएको छ, जस्ताको तस्तै छ। बरु तपाईको कारणले के भयो भन्दाखेरि काठमाडौँमा व्यापार व्यवसाय चौपट्ट भयो। आज व्यापारीहरूको व्यवसाय बन्द हुँदैछ, सटरहरू बन्द हुँदैछ। तपाईले गर्न खोजेको के हो? तपाईले यो सुकुम्बासी 58 सालदेखि यो समस्या हो भने तपाईलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईसँग बजेट छ त राम्रो घर बनाइदिनुहोस् न।